आज चाहिँ मेरो छुट्टी हो र मैले चाहिँ आज के गरेँ भनेर हजुरलाई चाहिँ देखाउने छु। सो हेलो एभ्रिवान, इट्स मी निकिता धामी। म चाहिँ जहिले बिहान क्लास जान्छु र क्लासबाट चाहिँ म डाइरेक्ट काममा जान्छु। क्लास चाहिँ म के लिन्छु भन्दाखेरि चाहिँ म एक दिन हजुरलाई पक्कै भनेछु र हजुरले गेस पनि गर्न सक्नुहुन्छ। मलाई चाहिँ क्लास जान ढिलो भइसकेको थियो र म चाहिँ सफारीमा सर गएँ र मेरो आज छुट्टी भएकाले मलाई चाहिँ प्लान्ट रोप्नु मन लागेको थियो र मैले चाहिँ गमलाहरू किनेर ल्याएँ, तर त्यो क्लिप चाहिँ बनाउन भुलेँ। अनि त्यसैबाट मैले चाहिँ यतिखेर खाना खाइसकेको थिएँ घर आएर, अनि मैले चाहिँ यहाँ गमलाहरूमा माटो भर्नलाई रेडी गर्दै थिएँ। र एउटा चिज चाहिँ मैले आज पाएँ, त्यो भनेको चाहिँ मैले क्यामराम्यान पाएँ, किनभने अरू बेला क्यामराम्यान हुँदैन थियो, म आफै देखाउँथेँ। र आज चाहिँ मैले क्यामराम्यान मेरो दिदीलाई पाएँ। अनि त्यसबाट मैले चाहिँ आज उसलाई नै बनाइदिएँ भनेर भनेँ, अनि भिडियो बनाइदिँदै थिएँ। अनि मैले यतिखेर चाहिँ एउटा प्लान्टलाई रोपिसकेको थिएँ र अर्को प्लान्टको लागि चाहिँ म माटो रेडी गर्दै थिएँ। अनि यतिखेर चाहिँ मैले 2टा प्लान्ट पनि रोपिसकेको थिएँ र यो 2टा प्लान्ट चाहिँ मलाई कस्तो मन परिरहेको थियो होइन। अनि निकिता डन्ने रोपेपछि त राम्रै हुन्छ नि त होइन। अनि यो 2टा गमलामा चाहिँ कुन रोपौँ भनेर कस्तो कन्फ्युज भइरहेको थियो क्या मलाई। अनि त्यसबाट यो 2टा प्लान्टमा चाहिँ एउटा प्लान्ट रोप्छु भनेर सोचेको थिएँ र एउटा प्लान्ट चाहिँ मैले त्यहाँबाट उखालेँ र अर्को प्लान्ट चाहिँ अर्को ठाउँबाट मैले उखालेँ। फेरि देखाउँदैछु कस्तो देखियो भन्दै। अनि त्यसबाट यहाँ मैले यतिखेर चाहिँ अर्को प्लान्टमा चाहिँ म माटो भर्दैछु र माटो भरेर चाहिँ अब यसलाई टक्कसँगले पुस्नुपर्छ होइन। अनि यहाँ म चाहिँ मस्किँदैछु पुरा, यहाँ आफ्नोलाई क्यामेरामा देख्दै यहाँ माटो भर्दै प्लान्टहरू रोपेर। अनि त्यसरी यतिखेर चाहिँ मैले यहाँ दिदीले देखाइदिँदै थिएँ प्लान्टहरू राम्रोसँगले। अनि त्यसरी मैले चाहिँ यतिखेर पुसेँ टक्कसँगले, किनभने भित्र राख्नुपर्छ, राम्रो बनाउनु पऱ्यो नि त। अनि मैले चाहिँ यतिखेर चाहिँ टक्कसँगले मैले यहाँ मिलाएँ। अनि कस्तो देखेको छ हजुरहरूले भनिदिनु होला। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो। फेरि भेटौँला नेक्स्ट ब्लगमा। बाई बाई।